entrance gate. यो देखिरहेको बिल्डिङ हाम्रो हस्बेन्डको ल्याब। म चाहिँ अहिले ल्याबमा नगएर यो चाहिँ किचन होस्टेल रुमतिर जान्छु। किचन जानेतिर यहाँ अनलाइन सामान डेलिभर भएको रिसिभ गर्न मिल्छ। यता बाहिर पनि हुन्छ। हेलो, यताबाट किचनमा जाने। यो चाहिँ किचनको बिल्डिङ भयो। यो चाहिँ होस्टेल हाम्रो चाहिँ उतापट्टिको बिल्डिङ हो, 5th फ्लोर। होस्टेल रुमभित्र पनि के अभाइलेबल हुन्छ म देखाउँछु। चाहिँ क्यान्टिन हो। यहाँबाट इन्ट्री गर्नको लागि चाहिँ यहाँ एउटा कि अपलोड नगरी जान मिल्दैन। यतातिर चाहिँ हाम्रो तातो पानी, चिसो पानी अनि लुगाहरू धुन मिल्ने भयो। हाम्रो इन्ट्री हुन्छ। 5th फ्लोरसम्म जानुपर्छ। थर्ड फ्लोर, 4th, 5th फ्लोर। यहाँनिर चाहिँ हाम्रो कपडा सुकाउने सेक्सन छ। यतातिर हाम्रो रुममा इन्ट्री गर्दा गर्दै ऱ्याक, यता बाथरुम अनि रुम, बेडरुम अनि कपबोर्ड। Where are you going? ल्याब? अर्कै ल्याबबाट म चाहिँ सुरुमा यता किचन, हाम्रो किचन कमन किचनतिर जाँदैछु। तल चाहिँ क्यान्टिन भयो। यो यतातिर चाहिँ धेरै ल्याबहरू छ। यो ल्याबहरू क्रस गरेर चाहिँ हामी किचनमा इन्ट्री गर्छौँ। यता चाहिँ धेरै जस्तो बायोडाइभर्सिटीको ल्याब छ। किचनको बिल्डिङमा पनि अलिअलि ल्याब छ। यो चाहिँ क्यान्टिन भयो। यसमा चाहिँ सबैको हप्तामा एकचोटि अथवा 15 दिनमा एकचोटि चाहिँ सफा गर्ने पालो आउँछ। अहिले चाहिँ उहाँको रहेछ। अब फेरि म चाहिँ हस्बेन्डको ल्याबतिर जाँदैछु। पानी परिरहेको छ अलिअलि। सिनेरियो एकदम राम्रो छ। रिल्याक्स गर्नुको लागि चाहिँ राम्रो गार्डन टाइपको भयो नि त। हाम्रो उखान बोटनिकल गार्डन त अर्को ठाउँमा छ। हामी चाहिँ अहिले यता लिफ्ट युज नगरेर सिडीबाट, ल्याबमा चाहिँ लिफ्ट पनि छ तर हामी चाहिँ अहिले सिडीबाट जान्छौँ। यहाँनिर चाहिँ हस्बेन्डको किन भइकन त्यो डोर ओपन हुँदैन। हेलो, ल्याबको बाहिरतिर सोइल स्याम्पलहरू यस्तै राखिएको छ। अनि यो चाहिँ भ्यू भयो। अहिले चाहिँ उहाँ फेरि यो अर्को वे भयो ल्याबमा जाने। अहिले चाहिँ हामी किचनको वेबाट गएको थियौँ भने अहिले चाहिँ यो हाम्रो रुम, हाम्रो त्यो होस्टेल रुमको वेबाट चाहिँ यताबाट। यतातिर चाहिँ कस्तो राम्रोसँग फुलहरू फुलिरहेको छ। गेट पास नभइकन इन्ट्री गर्न चाहिँ मिल्दैन। अहिले चाहिँ हामी अब लिफ्टबाट जाँदैछौँ। यो चाहिँ हस्बेन्डको ल्याबको मेट्रियल भयो। मोलिकुलर जेनेटिक्स/टिकाहरू काम हो। आज चाहिँ हामी अब यत्तिकै बाहिर सराउन्डिङमा के छ भनेर हेर्न गइरहेको छ। उहाँ बोटनिकल गार्डनको सराउन्डिङमा
यो पुरै घुम्न त कति टाइम लाग्ने, एकै दिनमा घुमेको होइन मैले यता, एक दिन थोरै अर्को दिन थोरै गरेर, किनभने एकदम ठुलो छ यो चाहिँ। अब ग्रेप्स मेरो हस्बेन्डको रिसर्च टपिक। अहिले चाहिँ हामी फेरि यो साँझमा चाहिँ स्पोर्ट हाउसमा गएको छौँ। तल चाहिँ ब्याडमिन्टन भयो अनि यसको माथि चाहिँ स्नुकरहरू छ। ओके, थ्याङ्क यू फर वाचिङ।